1 2 3 Cheers! So hi guys, welcome to my channel. This is Vishal Rai Vlog. सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम फिट एन्ड फाइन छु गाइज. सो आज चाहिँ हामी टाकला ट्रेकिङ हिँड्यो अन्त साथीहरू अगाडि हुनुहुन्छ. आज चाहिँ हामी यो माथिको डाँडा बियोकोबो भन्ने डाँडा जान लाग्यो. त्यहाँ चाहिँ स्पेसल के छ भन्दाखेरि मेन चाहिँ यहाँ माकासका एरियाको बियोकोबो भ्यू पोइन्ट भन्ने एउटा एरिया हो. त्यहाँसम्म चाहिँ जाउँ भनेर हो. अनि हाम्रो चाहिँ यात्रा आज बिहानको 6 बजी सुरु गर्यो. अब हेरौँ कति बजी पुगिन्छ, कस्तो कस्तो बाटो गइन्छ देखाउने नै छु. ल ठिक छ. के रहेछ यो? हामी चाहिँ यति आधी बाटो आइसक्यो. आधी त होइन, जस्ट केही भाग आइसक्यो. सो भ्यू चाहिँ यस्तो बवाल ब्याक साइडमा देखिरहेछ. हिँड्ने बान नभएर गलिँदो रहेछ. केरा खाँदैछौँ. साथीहरू चाहिँ माथि निस्किसक्यो. अब त्यस्तै 4 घन्टा जति लाग्छ होला सायद. पुग्ने चाहिँ एकदम डेन्जर ठाउँ छ. किप वाचिङ गाइज. हेर्दै गर्नु होला. तपाईँहरूलाई यस्तो स्पेसल ठाउँको म भ्रमण गराउने छु भनेर भने. तर माकासका चाहिँ बवाल देखिरहेछ है. हामी बस्ने एरिया यो हो, सिटी चाहिँ माकासका. हामी जाने चाहिँ पहाडको पल्लो छेउ. ल हामी चाहिँ जेन्जीहरू. नमस्ते. माकासकाबाट हाम्रो जेन्जीको केटाहरू, क्रोएसियाको जेन्जीहरू बाटो लागिरहेछ अगाडि. 2 जना जेन्जी पर अगाडि पुगिसक्यो. हाम्रो टोली यता छ. पहाड चाहिँ डेन्जर देखिरहेछ है. घाम लाग्यो. एउटा हाम्रो जेन हुनुहुन्छ वरिष्ठ होइन लहराज. एउटा गीत हानिन् ल. सालै जो कालो बोको देउला तिमीलाई नवराज कालो छ. यो चाहिँ भ्यू चाहिँ एउटा दामी आउने रहेछ. त्यही भएर यसो क्याप्चर गरिहालौँ भनेर हो. घाम पनि आउँदैछ. समुद्र दामी देखिरहेछ. तर एरिया त ठुलै देख्ने रहेछ यहाँबाट माकासका त. बबाल भ्यू आइरहेछ. यहाँबाट यसो आफ्नो पनि भ्यू निकालौँ. सो त्यही हो गाइज. अहिले चाहिँ हामी यहाँ माकासकाबाट बाटो लाग्दैछौँ. तर कस्तो शीत परेको यार. चिसो चाहिँ लास्टै बढिसक्यो है यहाँ. साथीहरूले चाहिँ मेरो ब्याग खोइ. केटाहरू त गीत घन्काएर हिँडिरहेछ है. के हो केटाहरू त गीत सित घन्काएर अगाडि. दामी भ्यू यो हो नि त हौ ट्रेकिङ त. गाउँ चाहिँ बवाल रहेछ यहाँ. ब्याक साइड चाहिँ बवाल देखिरहेछ. सो त्यही हो केटाहरू अघि हामी पछि कोही अझै पछाडि फोटोसुट हुँदैछ. कोही केटाहरू त पुरै गीत घन्काउँछ त यार. नाच्ने हो नि दामी छ त गीत. ल यो चाहिँ यहाँको के भन्छ गाउँले जीवन, भिलेज लाइफ
टक्क आलु सालु खोर्सानी रोपेको छ, सागहरू। अनि यो चाहिँ हाम्रो यहाँको गाउँ भयो, पानी नि रहेछ धारा खाने। के छ सोल्ली, कस्तो हुँदैछ यात्रा? छोरी राम्रो कुलको तारा हरे लाल्टा ल त्यही हो। अनि एकदम इन्जोय भइरहेछ, नयाँ ठाउँ नयाँ परिवेश। बिहान पखको यो चिसो मौसममा टक्क हिँड्नुको मजा छुट्टै छ, त्यही पनि साथीभाइसँग। सो त्यही हो, जो पनि नयाँ हुनुहुन्छ भने मेरो च्यानलमा पहिलोचोटि भिजिट गर्दै हुनुहुन्छ भने प्लिज हिज द बेल आइकन एन्ड डोन्ट फर्गेट लाइक सेयर सब्सक्राइबर गाइज। माया गरिदिनु पर्यो रे। ल हाम्रो चाहिँ यहाँ लन्च टाइम हुन आँट्यो है। अब यस्तो भ्यू पोइन्टमा आएर खाजा खानुको मजा पनि छुट्टै छ नि हजुरले। धेरै बेग्ली मजा छ। हाम्रो चाहिँ खाजा खाने टोली हुँदैछ, यसो अन्डा सन्डा खाएर अब डाइट बढाउनु पर्ने हुन्छ। के हो यस्तो बल ठाउँमा। ल सबैजनालाई चाहिँ One, two, three. चेस। भ्यू त कस्तो मिठो छ है गाइज। ओ माई गड, मुटु हो क्या यो त, कस्तो बल देखिँदो रहेछ यार। हजुर भिडियोमा आएछ ल बल छ। अब हामी यो पहाडको टुप्पी पुगेर पनि, अस्ति चाहिँ हामी टुप्पी पुग्यो होइन, तर आज चाहिँ हामी टुप्पी पुगेर पनि अन्त्य जाने हो कि टाढाको बाटो। सो हिँडाइ चाहिँ आज डेन्जर होला जस्तो छ, डेन्जर हुन्छ। अब अहिलेसम्म घाम चाहिँ आएको छैन, अब घाम आएपछि अलिक पोल्ला, तर हामी जेन्जीहरू घामसँग डराउनु हुन्न अरे। अफरोडिङ छ होला सायद, हो मेबी अफरोडिङ होला अन्तिमसम्मै। ल फाइनली गाइज अब चाहिँ हामीले जङ्गलको यात्रा एकदम सानो गोरेटोको बाटो सुरु गरिसकेको छ। बाटो चाहिँ एकदम यस्तो जङ्गलमा छ। अब अगाडि के कस्तो छ हेर्दैछौँ। अहिले चाहिँ अब हामीले हाइवे छाड्यो, सो बाटो चाहिँ यसरी जङ्गलको बाटोमा हामीले हिँड्नुपर्ने हुन्छ। सायद बाटोहरू यस्तै होला अब माथिसम्मै। बाटो त नेपालै जस्तो छ होइन छोरी, नेपालकै जस्तो। आनन्द यो चाहिँ यहाँ बाटो टिक लाइटहरू छ कि यताबाट ठाउँ यसरी जाने। ल जाउँ हाम्रो चाहिँ टोली छ, पछाडि नि हुनुहुन्छ। भाइ केटा हो, पैसा मात्रै कमाएर काम मात्रै गरेर चाहिँ हुँदैन, यसरी बेला बखत मौका पाउँदा हिँडिराख्नुपर्छ। रमाइलो इन्जोय भन्ने कुरा मरेर जाने जिन्दगीमा यसो रमाइलो त गर्नै पर्यो होइन त केटा हो। ल ठिक छ, अब हामी पहाड देख्दैछ, बाटो त बवाल छ त। ल कस्तो मिठो पहाड रहेछ यार। टक्क त्यहाँबाट प्याराग्लाइडिङ गरेर समुद्रमा झर्ने। यो चाहिँ टक्क हामी टुचिबी ब्राज बेराला भन्छ, तलको सिटी चाहिँ ठ्याक्क यो देखेको चाहिँ ब्राज हो। त्यहाँबाट हामी उकालो हिँडिरहेछौँ। अब घाम लाग्यो, यहाँ अब 8:30 भइरहेछ। सो त्यही यो पहाड चाहिँ डेन्जर पहाड चढिरहेछ है हामी। स्काई हो, यो डाँडा काटिनु पर्ने हुन्छ। यहाँ साथीहरू माथि छ कोही, हामी यहाँ यसो भिडियो बनाइदिउँ भनेर। घामले अलिकति डिस्टर्ब हान्यो, किनकि अब अहिले त अब 8:30, बिहानको 8:30 भयो। घाम चाहिँ ठिक छ। अब हामी चाहिँ म सिधै तपाईँहरूलाई माथि स्काई वक पुगेर नै देखाउँछु भ्यूहरू कस्तो छ के छ। अब अहिले चाहिँ किनकि उकालोमा भिडियो गर्दै हिँड्न गाह्रो हुने रहेछ क्या, बोल्न नि गाह्रो, सासै फेर्न गाह्रो भइरहेछ। सो त्यही हो,
अब सिधै माथि स्काई वक पुगेर भेटौँला हेर्दै गर्नु होला गाइज सो केटा हो यस्तो पाहाडमा आइयो अझै पनि बाटो चाहिँ आधी छ हामी चाहिँ ओहो जेन्जी सोल्टी किलोमिटर जेन्जी हजुर कति किलोमिटर हिँड्यो हामी लगभग 11 किलोमिटर हिँड्यो होला बिहान 5 बजे बिहान 6 बजी हिँड्यो अहिले चाहिँ 10 बज्न आँटिसक्यो यात्रा अझै सफल छ हाम्रो केटाहरू आदि यस्तो पहाडमा हाम्रो जेन्जीहरू चाहिँ यहाँ आउँदैछ ए भोते उस हिँड्यो सो हाम्रो गन्तव्य चाहिँ आइसक्यो के नाम सो हामी चाहिँ स्काईवक आइसक्यो अब यहाँ हेरौँ टिकट काट्नुपर्छ कि के छ फ्री छ हेर्छ यो अगाडि छ अलिअलि साथीहरु 7 घण्टाको कठिन यात्रापछि हाम्रो गन्तव्य आयो सो हेरौँला अब इफ अब कस्तो छ चार्ज हो कि फ्री हो कि अब हेरौँ मान्छेहरू अगाडि देखिरहेछ त्यहाँ बुझ्छ अनि यदि मिलेछ भने स्काईवकमा यसो चढाउँला त्यही हो सो हामी आउने ठाउँमा त आयो तर यार बन्द रहेछ हो यत्रो मेहनत गरेर आएको खै त खेर गयो नि त सबै उलाएर है तर जाली लाएर छ हामी आएको चाहिँ यहीँ हो यो स्काईवक चढ्ने भने यो भिड टक्क टाक्रो तर पाएन माथिबाट हेरौँ नि त भिडियो सुट हुँदैछ आउन मात्र भयो है ओ से डेन्जर रहेछ त नि सामने छ सुल्टी अलिकति ओए कस्तो डेन्जर भिड हो यार केटा एउटा पुमा हाल्नु नि त यहाँ चढ्नु कस्तो बन्द रहेछ यार चढ्नलाई बवाल देख्छ होला तर माथिबाट यार यस्तो पहाड छ सो हाम्रो चाहिँ अब खाजा बनाउने भइरहेछ कार्यक्रम अब रुमबाटै हामीले मेटेरियल लिएको टक्क चाउचाउ चिउरा गाजर काँक्रा होइन खोर्सानी लेमनहरू टक्क हालेर टक्क यहाँ यस्तो ठाउँमा बसेर खानुको मजा छुट्टै छ नि हो गाइज ल हेरौँ त यहाँ चाहिँ खाजा बनिँदैछ सो त्यही हो यस्तो दामी ठाउँमा बसेर अब हामीले खाजा खानुपर्ने हुन्छ अब त्यही हो खाजा खाने त्यसपछि हामी चाहिँ बाटो लाग्छौँ अब अगाडि फेरि अर्को नयाँ ठाउँसम्म हेर्दै जानु होला यता चाहिँ यस्तो भएको छ फेरि घाम लागेछ त एकपट्टि घाम एकपट्टि बादल यार के हो यो यताको भ्यू पनि देखाउँ भनेर टक्क सो त्यही हो यता चाहिँ यस्तो देखिरहेछ पुरो बादलले तर पुरै भ्यू चाहिँ छेल्यो अब जाने चाहिँ हामी यही बाटो जानुपर्ने हुन्छ अनि त्यही हो अब हाम्रो अन्तिम यात्रा चाहिँ यही घरसम्म थियो सो यहाँ र अन्त्य भयो सो